लौ है गाइसो आज हामी चाहिँ आफ्नै घरमा यो मकैको च्याख्ला नयाँ मकै अहिले पाकिसक्यो। अनि यहाँ चाहिँ मेरो श्रीमती हुनुहुन्छ, उहाँले चाहिँ पुरा यहाँ सिस्नु पकाउँदै हुनुहुन्छ। यो अर्गानिक एकदम गाउँको अर्गानिक एकदम राम्रो सिस्नु हो, हाम्रो आफ्नै बारी गुरेनको हो यो। अनि यता हेर्नुस् सिस्नु पकाउँदै हुनुहुन्छ हाम्रो अर्गानिक। यो ग्यासमा पकाउनु भन्दा यो यतापट्टि चुला यो आगोमा चाहिँ ठिक हुन्छ कि यो अर्गानिक हुन्छ। यो पनि दाउरा बाल्नु पनि अर्गानिक हुन्छ। हुन त यो धुवाले मान्छेलाई अलिकति आँखामा अक्सर बनाउँछ है, नभए पनि यो पनि अर्गानिकै हुन्छ। त्यही भएर यहाँ मेरो श्रीमतीले पुरा यहाँ सिस्नु पकाउँदै हुनुहुन्छ। अघि नै भात पकाइसक्नु भएको छ। आज म पनि तल खेतमा गएको थियो, भर्खर आएको। यहाँ पुरा टाउको दुखेर बिजोग भएको छु, अलिकति बोल्नुलाई पनि असहज भएको छ। है साथीहरू, हेर्नुहोस् कताबाट हेर्दै हुनुहुन्छ, लाइक सेयर कमेन्ट गरिदिनु होला। ल अनि के पकाएको बुढी हो? अर्गानिक सिस्नु हो। कहाँ टिपेको यो? गुरेनमा। ओहो, ल राम्रो छ। ल ल ठिक छ, ल ठिक छ। ल मलाई पनि खुवाऊ है पकाएर मजाले। यहाँ भात पनि सेलाउँदैछु म। भात ल ठिक छ। ल अहिले मिठो हुन्छ कि सेलाएको सँग। यहाँ भात पनि छ हो, मकैको च्याख्ला। त्यही भएर धमाधम हुँदैछ। यो चाहिँ यो मैदा पिठो छर्नु पर्छ, मकैको पिठो छर्नु पर्छ। अनि यो चाहिँ किन छर्ने भनेपछि यो चाहिँ बर्खामा अलिक किरा हुन्छ कि, यो किरा टकटकाउनु पर्छ। त्यही भएर हो, कस्तो हरियो किरा हुन्छ कि एउटा, त्यो चाहिँ सिस्नुको उसमा पातमा बसिरहेको हुन्छ त्यो उसमा पात र त्यसको हाँगामा। त्यही भएर यो झार्नु पर्छ यसरी। अनि चाहिँ टक्कै यहाँ उम्लेपछि उम्लिसक्यो, यहाँ उम्लिसकेपछि टक्कै हाल्ने। अनि हरिया कस्तो दामी सुप हुन्छ कि यसको। अलिक पानी कम हाल्नु पर्छ। अलिक बाक्लो सुप बनाएर पुरा खाएपछि यस्तो अर्गानिक भिटामिन हुन्छ कि यो है। यो त हस्पिटलतिर त अब मैले देखेको थिएँ, अब त्यसै सिस्नुको झोल बनाएर दिन्छ त्यो सुत्केरीहरूलाई। र हामी चाहिँ यहाँ चाहिँ गाउँघरमा चाहिँ पुरै आफ्नै घरमा आफ्नै बारीमा फलेको यसरी खान्छौँ हामी। त्यही भएर हाम्रो अर्गानिक हुन्छ गाउँमा। ल भिडियो पनि अर्गानिक हो मेरो, सबै कुरो अर्गानिक हुन्छ मेरो चाहिँ। सबैले लाइक सेयर कमेन्ट गरिदिनु होला, माया गरिदिनु मेरो भिडियोलाई। हजुर।